त्यसैले केही आफ्नो सबभन्दा चिज मन हो मन सब मन So hello and namaste, welcome to the another episode of Gaule vlog to you all. अनि अब आज चाहिँ म धेरै दिनपछि 2 दिनको ग्याप पछि फेरि अर्को भ्लग लिएर आएको छु and it's another vlog with me myself and with this नाम्लो र कार्तिक सुरु भएसँगै अब सबै बालीहरू चाहिँ ट्याक्क काटकुट बनाएर भित्राउने बेला हुन लाग्यो गाउँतिर चाहिँ हैन। अहिले चाहिँ मेरो ठ्याक्क यो एन्टी लाइट परेर चाहिँ मेरो अनुहार नदेखिरहेको हुनसक्छ। एनिवे बोलेको चाहिँ सुनिरहन सकिन्छ र म चाहिँ नाम्लो बोकेर त्यहाँनिर अब पराल चाहिँ लिन गइरहेको छु एक भारी। एन्ड म भाइले बाटोमा हिँडिरहेको छु गोप्रो लिएर। एन्ड यही बेलामा एउटा सानो भ्लग पनि बनाउन त भन्ने हिसाबले चाहिँ मैले गराएँ। सो इट्स अल र नेचुरल एन्ड अर्ग्यानिक है त। अनि हामीसँग यहाँ एकजना भोइस अङ्कल हुनुहुन्छ एन्ड हिज सच एन इक्जाम्पल होइन, खतरा मान्छे के उहाँ मान्छे होइन, इट्स सच एन इक्जाम्पल। अब मैले पछि भनौँला। सो अब यहाँबाट चाहिँ ट्याक्क मेरो 2 मिनटको उता पछि 2 मिनटको हिँडाइपछि ट्याक्क त्यहाँ पराल हाम्रो घरमा पराल सकियो अनि ट्याक्क सापट्टि हो कि पैसा तिरेर समथिङ मम्मीले चाहिँ के गर्नुभयो, तर त्यहाँ पराल छ बोकेर आएँ भनेपछि। अनि सो म चाहिँ यसरी हिँडेँ र मेरो साथमा हुनुहुन्छ हिज हियर। तपाईँ आफ्नो बारेमा भन्नुहोस्। के भन्ने जे भन्ने भन्नु न। के भन्ने त मेरो नाम हो भन्नु न। ए मेरो नाम रमेश भट्टा। गाउँमा चाहिँ मलाई के भनेर चिन्छन्? भवेश भट्टा हो। अनि के छ नयाँ जीवन हो नि त हजुरको त होइन? के भएको थियो, कस्तो भएको थियो र कसरी के भयो भनेर सानो भनिदिनु त। भन्दिनँ भन्दिनँ केही नै हुँदैन। के भन्ने त्यस्तै थियो पहिला। म एकदम रक्सीको नसामा हुन्थेँ पहिला होइन। कति वर्ष रक्सी खानु भएर कति वर्ष छोडिदिनु भयो? 10-12 वर्ष खायो रक्सी। त्यसपछि छोडिदियो बिरामी भएर। अनि भनेपछि रक्सी खान छोड्न पर्ने भनेर त्यो मनबाट भनेपछि भयो होइन? भयो। अरू कसैले केही आफ्नो सबभन्दा चिज मन हो। मन सब मन। मनलाई कन्ट्रोल गर्यो भने एभ्रिथिङ सबै कन्ट्रोल हुन्छ। अहिले चाहिँहरूले यति पनि खानु मन लाग्दैन। कसैले बल गरेर तँलाई 1 लाख दिन्छु रक्सी खा भने खाने कि नखाने? ल मान्छे पछि यतिको लाइफमा ओभरकम चाहिँ गर्नुपर्छ है। साँच्ची हो यो मान्छे एकदम इक्जाम्पल हो क्या, उदाहरण हो यो गाउँको। र म चाहिँ अब पराल उतै होला। अनि त्यत्रै हो भारी खतरा हुन्छ। आच्छी बोक्नु सक्दिनँ मैले। मैले धकालिदिनु ल। हजुर कहाँ जाने हो? कहाँ जाने हो? सिंहडा गाउँतिर? किन धान पराल लिनु हो कि हो? हजुर यस के बा आमै गोठालो सक्यो? कतिखेर लिएर जाने हो? यही त होला नि होइन? आच्छी सानै देखिँदो रहेछ त्यहाँ। कति 500 रुपियाँ भारी हो? पराल चाहिँ यो हो 2 भारी पराल। अब म चाहिँ 1 भारी लान सक्छु जस्तो लाग्छ परालको साइज देखेर। यहाँ राखौँ एकछिन यसलाई अनि मिलाम अनि मलाई ट्याक्क बनाएर म जान्छु। आच्छी कस्तो सानो लाग्यो यार। कताबाट मलाई यो गरिदिनु त। कताबाट बोक्ने हो? यो नाम्लो कसिलो बनाइदिनु। अलि यो त पराल त फेरि यस्तो बोक्दै गएपछि त यो त लुज हुँदै जाँदो रहेछ क्या। खादिने रहेछ नि त। खादिन्छ नि। अनि लाम भएपछि त कस्तो गाह्रो हुने। So where did it come? एकछिन त्यहाँकै लागि टाढा भयो। मैले कति मिनटमा पुऱ्याउँछु होला भारी?
चार 2-3 मिनट लाग्यो हो भयो लामो क्या बुढा भएन फुल चाहिँ छोटो भयो नि केले के बनाउँछ मलाई त बरु छोटो ठिक लाग्छ ल धकाल्दिनु त हल्का ए ल सक्दिनँ होला भनेको ढाडको परल भावाको सुक्का परल छ अलराइट यस ल धन्यवाद ओके के भयो यहाँ परालको टुक्रा लागेछ हजुर खै यता कता के लिन हो थाहा भएन बुढा नाम्लो बोकेर जानुभयो धान हो कि पराल हो कि के यता के गरिरहनु खै भारी बोकेर हिँड्यो केटा हजुर अब खै भोलि भरे आउनुहुन्छ होला अहिले चाहिँ आइपुग्नु भएन ए दसैँमा त आउनुभयो दसैँ आएर जानुभयो सो यही नै हो गाउँको विशेषता ट्याक्क है मान्छे सबै चिनेको भेट हुन्छ अब ट्याक्क बोल्दै हिँड्यो जे आइपर्छ त्यही गऱ्यो अनि यस्तै हो सो अलराइट थ्याङ्क यू सो मच फर वाचिङ दिस स्मल ब्लग एन्ड लभ यु अल